म्यामलाई आज चाहिँ हामी कहाँ जाँदैछौँ त म्याम? हाम्रो डेस्टिनेसन चाहिँ कहाँसम्मको रहेको छ त भन्नुहोस् त। हेलो डियर स्टुडेन्ट, थ्याङ्क यू भन्नुभएको। बच्चाहरू एक्साइटेड हुनुहुन्छ? ओके, फुल इन्जोय गर्नुपर्छ है त। ह्यान्डसम ब्युटिफुल लेडिज एन्ड जेन्ट्स, किन लजाउनु भएको भियोना चाहिँ? हाम्रो चाहिँ यहाँ दुईजना हुनुहुन्छ भुपू विद्यार्थीहरू, उहाँहरूलाई चाहिँ हाम्रो स्कुल छोड्नै मन लागेन अरे। तपाईँहरू हाम्रो स्कुल किन आउनु भएको अरे? फेरि पिकनिक जानलाई चाहिँ उहाँहरू फेरि हाम्रो स्कुल आइसक्नु भएको छ। उहाँहरूले चाहिँ स्कुल पढेर गइसक्नु भएको छ। थ्याङ्क यू। तपाईँहरूलाई हाम्रो स्कुल मनपर्छ? हाम्रो स्कुलको के मनपर्छ तपाईँहरूलाई? टिचर मनपर्छ? म मनपर्छ कि मन पर्दिनँ? थ्याङ्क यू। अब भेटौँ है एकछिनमा। पपकर्न छ यहाँ चाहिँ, मैले लिएर आएको। यो चाहिँ अब हामी भरे खानुपर्छ गाडीमा। हस् तपाईँलाई भ्लग मनपर्छ? तपाईँले भ्लग हेर्नुहुन्छ? थ्याङ्क यू। हेलो प्रवीण। हेलो ल। हेलो ह्यान्डसम विद्यार्थीहरू, हाई। प्लिज उहाँलाई चाहिँ वेलकम छ मेरो ब्लगमा। अघि चाहिँ उहाँसँग छुटेको थियो है, आज चाहिँ एकदम मस्त ब्युटिफुल भएर आइसक्नु भएको छ। अनि नमस्कार म्यामलाई, वेलकम छ मेरो मिनी ब्लगमा। आज चाहिँ हामी कहाँ जाँदैछौँ त म्याम? आज हामी वनभोज कार्यक्रममा जाँदैछौँ। हाम्रो डेस्टिनेसन रहेको छ धरानको हरियाली पार्क। फुल इन्जोय ल। आज हामी फुल इन्जोय गर्नुपर्छ। हेलो एभ्रिवान, सम्पूर्णमा सेवा अनि नमस्कार। म चाहिँ मिस कलेक्सनबाट है, तर आज चाहिँ म मिस प्रमिला भइसकेको छु किनभने म स्कुलमा छु। सो आज चाहिँ हजुरहरूको सामान फेरि आउँदैन, तर हजुरहरूलाई नानीको फोटो भिडियो चाहिन्छ भने यो भिडियो लाइक गरिदिनु होला। मर्निङ म्याम, सेवा सन्चै हुनुहुन्छ? अनि हाम्रो टोटल विद्यार्थी कतिजना हुनुभयो? हजुर टोटल सबै हामी कहाँ जाँदैछौँ? लाइक 70-75 अल स्टाफ गरेर हामी कहाँ जाँदैछौँ भन्नु त? हरियाली फन पार्क सबैजना हामी चाहिँ भेट्ने छ। इन्जोय गर्नु छ चाहिँ नानीहरूलाई यहाँ बसभित्र 1 by 1 गरेर हामी राख्नेछौँ। आउँदै हुनुहुन्छ सानो सानो नानीहरू विथ म्यामहरू। हाम्रो ब्याकग्राउन्ड चाहिँ इग्नोर गरिदिनु होला। हेलो म्याम, स्टुडेन्ट आउनुहोस्, हजुरहरूलाई वेलकम छ हाम्रो बसमा। सबैजनाको यात्रा सफल रहोस्, मेरो पनि। हेलो रितिका, हिँड्नुहोस्, आउनु आउनु आउनु। चढ्नु पर्छ होला नि। हजुर आउनु आउनु तपाईँ पनि। विज्ञानसा लु आउनु आउनु ल, सिस पनि चढ्नु ल, सानो सानो मजाले। हेलो सन्देश। हेलो रेसिका, खै हेलो गरिदिनु भएको? बोल्नु पर्छ है। हेलो रोनिता, जानु बस्नु। हेलो मिक्सा, खै त हेलो भन्नुभएको? हेलो साहिर, कस्तो गुड बोय हो। हेलो निसाम, बस्नु बस्नु। हेलो सुस्तिका, हेलो म्याम भन्नुपर्छ है। हेलो साङ्गेन, हेलो पूजा, हेलो हेलो सोनिया, त्यहाँ बस्नु हुँदैन। हेलो निसामी, हेलो अमिस्का। पछाडि बिस्तारी है, बिस्तारी है, सिस्टरले राख्नुहुन्छ ल सबैजनालाई। हेलो केशव, आउनु आउनु आउनु, सिस्टरले राख्नुहुन्छ, बस्नुहोस्। हेलो सुगम, बोल्नुपर्छ है। खै त हेलो म्याम भन्नुभएको? हेलो सेन्सा, हेलो अम्सा, खै त हेलो म्याम। हेलो डेनियल, हेलो कुसुम, हेलो प्रिन्सा, ठाउँ हेर्नु बस्नु। हेलो हेलो समीक्षा, हेलो मानसी, हेलो नेन्सी, हेलो आरुषी। हेलो म्याम भन्दै छिर्नु है सबैजनाले। हेलो आरवी, यसरी भिडियो लिँदा चाहिँ बच्चाहरू को हुनुहुन्छ भनेर प्रश्न हुन्छ। हेलो रितेश, हेलो आरोन, हेलो युनिस, हेलो हेलो मिस्टर अम्मो ह्यान्डसम बोयहरू आइसक्नु भयो रेन्स। हेलो गाइस, हेलो प्रणता, हेलो अलिसा, हेलो
गर्दै जाने सबैजनाले हाई हाई सुबिना हेलो म्याम इधर जा मकै इधर जा मकै देखाउनु त मकै 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 गयो मकै मकै खानु मकै खानु गाइस कस्तो हुँदैछ रमाइलो भइरहेछ गाडीले मातेको छ कि छैन अब उतै भेटौँ हस् फाइनली हामी चाहिँ आइसक्यौँ विकल सर चाहिँ अघिदेखि यहाँ काम गर्नु थालिसक्नु भएको छ है हेर्न सक्नुहुन्छ हामी यसरी आइसक्यौँ धेरैवटा स्कुलको पिकनिक आज रहेछ हेलो जस्मिन म्याम हामी चाहिँ आइपुग्यौँ हाम्रो पिकनिक स्पोट धरानको हरियाली पार्क अनि काटिसक्नु भयो त टिकटक हाम्रो सर सामान ओसार्दै हुनुहुन्छ है म्यामहरूले आफ्नो सामानहरू भाँडाकुँडा बोक्दै हुन्छ रेस म्याम पनि हुनुहुन्छ यहाँ एकदमै बिजी काम गर्दै हुनुहुन्छ हेलो छिमी सर गुड मर्निङ दाइ उहाँहरू चाहिँ एकदमै धेरै बिहानै आएर काम गर्दै हुनुहुन्छ सरलाई कस्तो लाग्दैछ त पिकनिक रमाइलो लाग्दैछ सबै काम गर्नु पर्यो होला नि सर सर हुनु भएपछि हामीलाई फाइदा सीमा म्याम हजुरलाई पनि स्वागत छ धन्यवाद एकदमै धेरै लामो समय पछाडि चाहिँ आइपुगिसक्यौँ यत्रो घन्टा बसमा चढेर नानीहरू एकदमै धेरै भोकाउनु भयो होला अब खाजाको व्यवस्था पनि भयो अब खाजा दिनेछौँ अब चाहिँ नानीहरूलाई एकदमै हेल्दी तरिकाले फिक्का चिया र बिस्कुट दिँदैछौँ हेर्न सक्नुहुन्छ यति मजाले बस्नु भएको छ हेलो चिया खानुपर्छ हस् अब हामी के खानलाई रेडी छौँ मनपर्छ सबैलाई कसलाई मनपर्छ चिया बिस्कुट हात उठाउनु त सबैलाई मन पर्दो रहेछ है त त्यसो भए बिस्कुट अनि चिया अनि हाम्रा साना साना नानीहरू हाँसिदिनु त सोनिया चिया कस्तो छ मिठो छ आरोही चिया मिठो छ पार्टी के खाँदै हुनुहुन्छ चिया बिस्कुट मिठो छ हो र म्यामले दिँदै हुनुहुन्छ हस् जोय विथ ब्ल्याक टी सबैजना नानीहरू चाहिँ यति धेरै अनुशासित भएर बस्नु भएको छ नि यो देख्दा चाहिँ एकदमै धेरै खुसी लाग्दैछ है बच्चा बच्चीमा हल्ला खल्ला भनेको त अलिअलि भइ नै हाल्छ त्यो स्वाभाविकै हो तर पनि एकदमै धेरै ज्ञानी भएर बसिदिनु भएको छ यी नानीहरूलाई लानको लागि हामीले यसरी लाइन लगाउँदैछौँ अब हामी घुम्न जाने है त बिस्तारी 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 जानुहोस् बिस्तारी लाइनमा बस्नुहोस् लाइनमा सँगै नि त लाइनमा आफ्नो लाइन नछोड्नु नानीहरू झुक्किनु भयो क्या यो बिस्तारी बिस्तारी तपाईँहरूको लाइन कहाँ छ सरी सिधा हिँड्नुहोस् न म्यामहरूले घुमाइदिइहाल्नुहुन्छ त ज्यामवाला गेट हो क्या ज्यामवाला ढोका हो क्या यो बुझ्नुभयो ज्यामवाला ढोका तपाईँहरू सिधा हिँड्नुहोस् त आफै जान्छ आउनुहोस् आउनुहोस् बिस्तारै आउनुहोस् आउनुहोस् आउनु 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 अगाडि आउनु मजा आयो ढिकी चौ खेल्नु 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 वा चाहिँ घुम्ने पिङ खेल्दै हुनुहुन्छ हरियाली उपग्रह अरे ल खेल्नु 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 पहिला बस्नु तपाईँहरू अलिकति जाने लाग्छ है लाग्छ है लाग्छ है छोड्नु न हात चाहिँ नछोड्नु न बिस्तारै अब नानीहरूलाई पिङ खेलाइसक्यो अब हामी चाहिँ फेरि खाजा खान जाँदैछौँ
आजको हाम्रो कुकमेनमा चाहिँ हुनुहुन्छ बाल सृजना फ्यामिलीका दाजु सर, यता प्रिन्सिपल सर हुनुहुन्छ, यता विकल सर। उहाँहरूले चाहिँ एकदमै मिठो मिठो डिसहरू बनाएर हामी सबैजनालाई खुवाउन लाग्नु भएको छ है त। हस् हुन्छ सर, मिठो मिठो पकाइदिनु होला। खाजामा चाहिँ हाम्रो यहाँनिर अन्डाहरू छ, भेन्डा देख्न सक्नुहुन्छ, पानीहरू यति धेरै छ है। हेलो, के छ खाना? मिठो छ? मिठो छ कि छैन रितु? रितु यता हेर्नु त, मिठो भयो? युनिस मिठो छ? यता हेर्नु त सबैजनाले, हाँस्नु त। मिठो भयो? खाना कस्तो छ? मिठो छ? यम्मी छ? धेरै खानुहोस्। मिठो भयो? थपी थपी खानुहोस्, धेरै खानु है सबैजनाले। रेबिल सर, खाना कस्तो छ? मिठो छ? थपेर खाने है, धेरै धेरै हस्। सोनिया, धेरै धेरै खाने है। चम्चीले नखानु भएको? हातले राम्रो लाग्छ। ल गुड, सबैजना हातले खाँदै हुनुहुँदो रहेछ। ल पारस, कस्तो छ खानेकुरा? राम्रो छ? मिठो छ? मिठो भयो? डेनियल, कस्तो छ खानेकुरा? मिठो छ, धेरै धेरै पो। साल मजा कि यो साल मजा भयो पिकनिक? यो साल मजा भयो। यो साल टाढा नि आयो नि। फेरि अर्को साल जाने कि नजाने? जाने? अर्को साल पनि पिकनिक जाने? मिठो छ कि छैन? ब्युटिफुलहरू सब्जी दिनै दिन सबैजनालाई पुग्ने गरी। क्लास 5, तपाईँलाई कस्तो लाग्यो खानेकुरा? तपाईँहरूको खुवाइ चाहिँ मलाई मन पऱ्यो क्या। हातले दामी छ है ल खुवाइ चाहिँ। प्रोग्राम चाहिँ कस्तो हुँदैछ तलाजीमा म्याम? एकदम खतरा हुन्छ कि मेले चाहिँ भुइँ पढाएर टेन्सन लाग्छ। बियोस नाच्नु भएको यति पैसाहरू नडाटी भन्नु त तपाईँहरूले कतिपल्ट थप्नुभयो? 5, 4, 3, 2 त होइन होला है, 3 हो। 3, 5, 3। आमा तपाईँहरूले कतिपल्ट थप्नुभयो गर्ल्स? एकचोटि? 2 कति? 3 हो तपाईँ त। ल थपिदिनुहोस् है म्याम, सबैजनाले एकदम मजाले थपी खुवाएर पठाउनु पर्छ। थपी खानु। टन्नै छ है खानेकुरा, अझै टन्नै छ। के मन लाग्छ माग्दै खाने? पिकनिक वाली होला। पिकनिक वाली हजुर। यहाँनिर हाम्रो के फुटाइ अरे सर? मटका फुटाइ। हाँडी फुटाइ। हजुर, यो युट्युबकै भिडियो हो, युट्युबमा आउँछ। ल अब कसले जित्नुहुन्छ है त? जित्नेलाई प्राइज पनि छ है त। नानी चाहिँ बाङ्गो गइसक्नु भएको छ है। आउट पनि हुनुभयो होला। अब आउट हुनुभयो होला। आउट। ल मेरी चाहिँ एकदमै सिधा आउँदै हुनुहुन्छ है। फुटाउन आँट्नु भयो जस्तो छ, हेरौँ है त। ल नजिक। ए आउट हुनुभयो। अब चाहिँ पालो रहेको छ रितेश भाइको। हेरौँ है त उहाँले चाहिँ के गर्नुहुन्छ। ल आउट हुनुभयो। फियोनाको पालो रहेको छ। फियोना चाहिँ बाङ्गो गइसक्नु भयो।
आउँदै हुनुहुन्छ आउनु चाहिँ है। आउँदै हुनुहुन्छ आउट हुनु भइसक्यो। ल अब प्रवीणको पालो भइसकेको छ, हेर्न सक्नुहुन्छ। प्रवीणले फुटाउनुहुन्छ जस्तो लागेको थियो, बट उहाँ आउट भइसक्नु भयो। एकातिर छ सामान, मान्छे जानुभयो अर्कोतिर। ल मान्छे फोर्नुहुन्छ जस्तो छ है अब 24। ल अब रुखे फोरिदिनुहुन्छ जस्तो छ उहाँले चाहिँ। ल ल ल ल ल आउट भइसक्नु भयो होला। ल उहाँ चाहिँ एकदमै सिधा आउँदै हुनुहुन्छ, फुटाउनु हुन्छ जस्तो जस्तो छ। नानी पनि आउट हुनु आँट्नु भयो। युनिकले पनि फुटाउनु हुन्छ जस्तो लागेको थियो, तर उहाँ आउट भइसक्नु भयो। उहाँले चाहिँ फुटाउनु हुन्छ जस्तो छ है त। ल 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 आउट। फुट्न आँट्यो है, फुटो आउट हुनुभयो। आउट किन हेर्नु भएको? ल छिमी सरले खेल्दै हुनुहुन्छ खेल। अब नानीहरूले नसक्नु भएको, छिमी सरले सक्नुहुन्छ कि हुन्न है त। सर पनि बाङ्गो बाङ्गो जाँदै हुनुहुन्छ, भनेको त सिधा सिधै आउँदै हुनुहुन्छ। ल छिमी सर एकदमै खतरा हुनुहुँदो रहेछ है त। अम्मा ल ल ल फुटो 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 स्टाइलै बब्बाल सरको चाहिँ फेरि। ओ फुटो फुटो ल ल ल ल ल हाम्रो पिकनिकको अन्तिम अन्तिम छ है। लास्टमा चाहिँ हामीले यसरी अन्डा खाजा दिँदैछौँ, ओरेन्ज पनि छ। अन्डा कस्तो छ साथीहरू? किन राख्नु भएको? अन्डा खाँदै हुन्छ यता चाहिँ साथीहरूले। अब चाहिँ हाम्रो पिकनिक पनि सक्यो। कस्तो भयो त पिकनिक? मजा आयो नि होइन? कोही भोकाउनु भएको छ कि छैन? ओके त्यसो भए बाई बाई। फाइनल्ली हामी चाहिँ घर आइसक्यौँ। नानीहरूलाई चाहिँ बाबा मम्मी लिनलाई आइसक्नु भएको रहेछ। कस्तो भयो मेरी? ल बिस्तारी न है, बिस्तारी बिस्तारी हो र अडियन्स तपाईँहरूलाई हेर्न आउनु भएको अडियन्स क्या, तपाईँहरूको पापा मम्मीहरू।
देख्नुभयो तपाईँलाई कति माया गर्नुहुन्छ मम्मी बाबाले ऊ सबैजना आइराख्नु भएको छ कसको टोपी होला यो कसैको टोपी हो तपाईँको यो चाहिँ मेरो हो क्या सबैजना प्यारेन्ट्सहरू त बच्चा लिन आइसक्नु भएछ यहाँनिर